यस विद्यालयका सम्पूर्ण अभिभावकज्यूहरू, शिक्षा प्रेमी, शिक्षा सेवी, विद्यालयलाई सधैँ माया गर्ने हाम्रा आदरणीय यस ग्रामीण क्षेत्रका आदरणीय प्रियजनहरू सम्पूर्णलाई म आजको यो औपचारिक कार्यक्रमको उद्घाटनको कार्यक्रम सञ्चालक धर्मेन्द्र भट्टराई, यसै विद्यालयका शिक्षकको हार्दिक नमस्कार अभिवादन टक्राउँदै म आजको कार्यक्रमलाई औपचारिक रूपमा नै अब अगाडि बढाउन चाहन्छु। हाम्रो विद्यालयको 70औं वार्षिक उत्सव कार्यक्रमको अध्यक्षता गरिदिनु हुनका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदरणीय कृष्णप्रसाद पाण्डेज्यूलाई अध्यक्षता ग्रहण गरिदिनु हुनका लागि सादर अनुरोध गर्दछु। आजको कार्यक्रममा हाम्रो अभिभावक संस्था बिर्तामोड नगरपालिकालाई प्रमुख आतिथ्यता ग्रहण गर्नका लागि आमन्त्रण गरेका छौँ र बिर्तामोड नगरपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत श्री सागर मिश्रज्यू अहिले आइपुगिहाल्नु भएको छैन। उहाँ आजको कार्यक्रमको प्रमुख अतिथि पनि हुनुहुन्छ। उहाँ आइसकेपछि म उहाँलाई आसन ग्रहण गराउने नै छु। म आसन ग्रहणको निम्ति हाम्रो शिक्षा क्षेत्र हेर्नुहुने बिर्तामोड नगर क्षेत्रको शिक्षा शाखा प्रमुख आदरणीय कीर्तन भण्डारी सर विशेष अतिथि हुनुहुन्छ, विशिष्ट अतिथि। उहाँलाई म आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। सायद उहाँहरू आउने क्रममै हुनुहुन्छ। यसै गरी म आसन ग्रहणको निम्ति हाम्रो विद्यालय रहेको वडा बिर्तामोड नगरपालिका वडा नम्बर 9 को वडाध्यक्ष आदरणीय हरिप्रसाद चम्लागाईज्यूलाई पनि म आसन ग्रहणका निम्ति विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। उहाँलाई पनि हामीले देखिरहेका छैनौँ। यसै गरी म वडा नम्बर 8 का वडा अध्यक्ष अजय कार्कीज्यूलाई आसन ग्रहणका निम्ति अनुरोध गर्दछु, विशेष अतिथिको आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। यसै गरी म बिर्तामोड नगरपालिका वडा नम्बर 7 का वडा अध्यक्ष श्री कृष्ण खरेलज्यूलाई आसन ग्रहणका निम्ति म हार्दिक अनुरोध गर्दछु। उहाँहरू आउने क्रममा हुनुहुन्छ होला। म विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुनका लागि म हाम्रा छिमेकी विद्यालय श्री महेन्द्र रत्न माध्यमिक विद्यालयका वरिष्ठ प्रधानाध्यापक श्री खड्ग प्रसाद खरेलज्यूलाई हार्दिक अनुरोध गर्दछु। श्री खड्ग प्रसाद खरेलज्यू उहाँ पनि आउने क्रममै हुनुहुन्छ होला। म आसन ग्रहणको निम्ति शिक्षा सेवी एवं पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदरणीय भद्रप्रसाद चुडालज्यूलाई आसन ग्रहणका निम्ति म हार्दिक अनुरोध गर्दछु। यसै गरी म आसन ग्रहणका निम्ति हाम्रो बिर्तामोड अवस्थित इडेन गार्डन एजुकेशन फाउन्डेशन का प्रिन्सिपल शिक्षा सेवी आदरणीय मोहन आचार्यज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि म सादर अनुरोध गर्दछु। मोहन आचार्यज्यू, म आसन ग्रहणको निम्ति हाम्रो विद्यालय क्षेत्र रहेको क्षेत्रका एकजना समाजसेवी स्वास्थ्य कर्मी किशोर भट्टराईलाई आसन ग्रहणका निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु। म आसन ग्रहणका निम्ति हाम्रो गरामनी क्याम्पसका प्राध्यापक उदय
कटवालज्यूलाई आसन ग्रहण गरिदिनु हुनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। म आसन ग्रहणकै निम्ति विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका सदस्य काजी बुढाथोकीज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुनका लागि अनुरोध गर्न चाहन्छु। बुढाथोकी छात्रवृत्तिका संस्थापक रत्नबहादुर खड्का स्मृति छात्रवृत्तिका संस्थापक कुमार खड्काज्यूलाई आसन ग्रहणका निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु। म आसन ग्रहणको निम्ति हाम्रो विद्यालयका सल्लाहकार समितिका सहसचिव बासु अधिकारीज्यूलाई आसन ग्रहणका निम्ति सहसंयोजक हुनुहुन्छ बासु अधिकारीज्यूलाई पनि आसन ग्रहणका निम्ति अनुरोध गर्न चाहन्छु। म विद्यालयका पूर्व शिक्षक एवं बेल्स मोडल अंग्रेजी विद्यालयका संस्थापक आदरणीय जयकुमार प्रसादज्यूलाई आसन ग्रहणका निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु। आसन ग्रहणका निम्ति म पूर्व शिक्षक आदरणीय भीष्म उप्रेतीज्यूलाई आसन ग्रहणका निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। यसैगरी हाम्रो विद्यालयका पूर्व शिक्षक मातृका प्रसाद पाठकज्यूलाई आसन ग्रहणका निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। म आसन ग्रहणकै निम्ति यहाँ अहिले चाहिँ अब हाम्रो लिस्टमा भएर पनि उपस्थित भइ नसक्नु भएकाहरूलाई स्किप गरेर जाने क्रममा अगाडि बढिरहेको छु। आसन ग्रहणका निम्ति म विद्यालय व्यवस्थापन समितिका सदस्य एवं यस विद्यालयका पूर्व रामप्रसाद अधिकारीज्यूलाई आसन ग्रहणका निम्ति अनुरोध गर्न चाहन्छु। पूर्व म स्थानीय समाजसेवी देवी प्रसाद पाण्डेज्यूलाई पनि आसन ग्रहणका निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। हाम्रा सदस्य साउली राजवंशीज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। आसन ग्रहणका निम्ति म विद्यालयका पूर्व शिक्षक दिल्लीराम प्रसादज्यूलाई आसन ग्रहणका निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। अतिथिको आसन ग्रहणका निम्ति म अतिथिको आसन ग्रहण गरिदिनु हुनका लागि विद्यालयका पिटिए अध्यक्ष शिक्षक अभिभावक संघका अध्यक्ष गोविन्द प्रसाद सुवेदीज्यूलाई आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्न चाहन्छु। विद्यालयका प्रधानाध्यापक सोमा दुलाल म्यामलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। श्री जनता आधारभूत विद्यालय गरामनीका प्रधानाध्यापक दिल्ली रमन भट्टराज्यूलाई पनि आसन ग्रहणका निम्ति हार्दिक अनुरोध गर्दछु। श्री लक्ष्मीनारायण आधारभूत विद्यालयका जनक थापाज्यूलाई आसन ग्रहणका निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु। आसन ग्रहणको क्रममा हाम्रा दाता महानुभावहरू विभिन्न योगदान पुर्याउनु हुने योगदानकर्ता महानुभावहरूलाई हामीले समग्र रूपमा अहिले सम्मानको क्रममा नाम उच्चारण गर्ने गरी यथास्थानमा आसन ग्रहण गरिदिनु हुनका लागि सम्पूर्ण हाम्रा दाता महानुभावहरूलाई एकमुष्ट रूपमा आसन ग्रहणका निम्ति म सादर अनुरोध गर्दछु। हाम्रा वीरतामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री सागर मिश्रज्यूको यहाँ उपस्थिति भइसकेको छ। उहाँलाई आजको कार्यक्रमको प्रमुख अतिथिको आसन ग्रहणका निम्ति म सादर अनुरोध गर्दछु। आदरणीय सागर मिश्रज्यू, म त्यहाँ नानी बाबुहरूले स्वागत गर्ने क्रम चलिरहेको छ। म आसन ग्रहणका निम्ति
प्रमुख अतिथिको आसन ग्रहण गर्दै हुनुहुन्छ सागर मिश्रज्यू। प्रमुख प्रशासकीय अधिकारीज्यूलाई हार्दिक आभारसहित म पुनः हाम्रो कार्यक्रमको विशिष्ट अतिथिको रूपमा बिर्तामोड नगरपालिका युवा शिक्षा खेलकुद शाखाका प्रमुख आदरणीय किर्तन भण्डारीज्यू उपस्थित, उहाँलाई विशिष्ट अतिथिको आसन ग्रहणका निम्ति हार्दिक अनुरोध गर्दछु। हामीमा हाम्रो विद्यालयका पूर्व विद्यार्थी एवं हाल बिर्तामोड नगरपालिकाको एकजना सक्रिय कर्मचारी हुनुहुन्छ कल्पना मैनाली, उहाँलाई पनि म आसन ग्रहणका निम्ति हार्दिक अनुरोध गर्दछु। हाम्रो कार्यक्रममा सङ्गीतकार लक्ष्मी सङ्ग्रौलाको उपस्थिति रहेको छ। उहाँले हामीलाई आज केही वाद्यवादन समेत प्रस्तुत गर्नुहुनेछ। उहाँलाई समेत आसन ग्रहणका निम्ति म हार्दिक अनुरोध गर्दछु लक्ष्मी सङ्ग्रौलाज्यू। र अब भने हामी आजको कार्यक्रमतर्फ औपचारिक उद्घाटनतर्फ लाग्दैछौँ। आजको कार्यक्रममा सर्वप्रथम हामी राष्ट्रिय गानबाट सुरु गर्दैछौँ र प्राविधिक भाइलाई राष्ट्रिय गानको लागि तयारी भइदिनु हुनका लागि अनुरोध गर्दछु। म यही बिचमा सम्पूर्ण शिक्षक साथीहरू, विद्यालयका विभिन्न तहका इन्चार्जहरू सम्पूर्णलाई आफ्नो स्थानमा आसन ग्रहण गरिदिनु हुन, हाम्रो विद्यालय नर्स लगायत सम्पूर्णलाई आसन ग्रहणका निम्ति आसन गरिदिनु हुन अनुरोध गर्दै अब राष्ट्रिय गानको लागि तयारी भइदिनु हुनको लागि अनुरोध गर्दछु। सुरु सँगसँगै हाम्रो राष्ट्रको लागि बलिदान दिनुहुने हाम्रा आदरणीय शहीदहरूप्रति 1 मिनेट श्रद्धासुमन अर्पण गर्नका लागि हामी मौन धारण गर्नेछौँ र उद्घाटन गरिदिनु हुनका लागि म आजका कार्यक्रमका प्रमुख अतिथिज्यूलाई स्टेजमा यहाँ निम्त्याउन चाहन्छु र हामीसँग रहेको ब्यानर वाचन गरेर आजको कार्यक्रमको उद्घाटन गरिदिनु हुनेछ। दुर्गा माध्यमिक विद्यालय बिर्तामोड 9 बरामुनी झापा स्थापित 2012 70औं वार्षिक उत्सव आयोजक तथा भेला तथा दाता सम्मान समारोह 2082 मिति 82 चैत्र 5 गते औपचारिक रूपमा उद्घाटन भएको घोषणा गर्दछु। मन्तव्यको लागि विद्यालयका सहायक प्रधानाध्यापक आदरणीय लेखनाथ सुवेदीज्यूलाई स्टेजमा निम्त्याउन चाहन्छु। स्वागत मन्तव्यको लागि। आज विशेष गरी हामी अभिभावकको भेला तथा दातालाई सम्मान गर्ने कार्यक्रम हाम्रो यो ब्यानरले प्रश्न पारेको छ। म धेरै भन्न चाहदिनँ। विगत 4-5 महिनादेखि यता हाम्रो विद्यालयले काँचुली फेरे जस्तो लागेको छ मलाई चाहिँ। यहाँहरूलाई कस्तो लाग्छ? दाताहरूले यति सहयोग गर्नुभयो, यति माया गर्नुभयो। तपाईँको चाहिँ सङ्घीय संरचना, प्रदेशीय संरचना, स्थानीय संरचनादेखि हाम्रा भूतपूर्व शिक्षक साथीहरू,
हाम्रा वर्तमान साथीहरू, शिक्षक साथीहरू, भूतपूर्व विद्यार्थीहरूले विद्यालयको भौतिक संरचनाको निम्ति अहम प्रयत्न गर्नुभयो र यो उहाँहरूलाई अलिकति फर्काउनु भयो जस्तो लागेको छ। त्यसैले उहाँहरूको स्वागतको निम्ति, उहाँहरूको सम्मानको निम्ति अनि यो प्रक्रिया निरन्तर जारी रहोस्, यो निरन्तरताको लागि उहाँहरूको सहयोगको भावना अटुट रहनको निम्ति पनि आजको यो कार्यक्रम हो। त्यसैले दाताहरूको कार्यक्रम पनि भनेका छौँ। दाताहरूलाई हामी सम्मान गर्न बिर्सिँदैनौँ। उहाँहरूले दिएको सहयोगबाट भोलि कयौँ विद्यार्थीहरू जो राष्ट्रका गहना हुन्छन्, समाजका गहना हुन्छन्, परिवारका मालिक हुन्छन्, विद्यालयलाई हेरविचार गर्छन् भन्ने हामीले आशा राखेका छौँ। त्यसैले गर्दाखेरि अभिभावकहरूलाई पनि म के भन्छु भने सम्पूर्ण अभिभावक आज त्यति उपस्थिति हुनुभएको छैन, कार्य व्यस्तताले होला सायद। तथापि पनि म के आशा गर्छु भने आजका विद्यार्थीहरू भोलिका अभिभावक हुनेछन्, उनीहरूले पनि यो संस्कार सिक्नेछन्, विद्यालयलाई कसरी हराभरा बनाउनु पर्छ भन्ने खालको पाठ सिक्नेछन् भन्ने आशा राख्छु। अभिभावकहरूलाई पनि विद्यालयलाई दिनुपर्ने कुरामा मुठी खोल्नुहोस्। विद्यालयमा खर्च गरेको पैसाहरू कहीँ खेर जाँदैनौँ। लाखौँ लाख वर्षसम्मको लागि विद्यालयको लागि सम्पत्ति हुनेछ, भावी सन्ततिहरूको लागि मार्गदर्शक बन्नेछ, शिक्षाको गहना बन्दैछ भन्ने खालका कुरा राख्दै मेरा दुई शब्द यही अन्त गर्छु। सबैलाई स्वागतम स्वागतम स्वागत स्वागत मन्तव्यको लागि। अब भने हाम्रो दुर्गा स्काउट ग्रुपको मार्च पास्टको कार्यक्रम रहेको छ र मार्च पास्टलाई अगाडि बढाइदिनु हुन म दुर्गा स्काउट दलका टोली नेता आदरणीय निकुञ्ज सर र पिताम्बर सरलाई यो मार्च पास्टलाई अगाडि बढाइदिनु अनुरोध गर्दछु। र यसै बिचमा म अतिथिज्यूहरूलाई आसन ग्रहणको निम्ति पुनः आग्रह गर्न यमुना भण्डारीज्यूलाई अग्र स्थानमा आसन ग्रहणका निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। आदरणीय त्यहाँ अगाडिको नयाँ गेट, स्कुलको गेट निर्माण गरिदिनु भएको छ। यसै गरी म आसन ग्रहणका निम्ति दाताहरूको
फुसको ढुक्रोबाट पठन पाठन प्रारम्भ भएको यो विद्यालय विभिन्न आरोह अवरोहसँगै ओखेजोरी खेल्दै आजको अवस्थामा आइपुगेको छ। विद्यालयको भौतिक उन्नयनमा सहयोग पुर्याउने राष्ट्रिय तथा स्थानीय तहका नेतृत्वगणहरू, सङ्घीय, प्रादेशिक तथा स्थानीय सरकारमा रहनुभएका आदरणीय व्यक्तित्वहरू, समाजसेवी, चन्दादाता तथा अग्रज व्यक्तित्वहरू सम्मानका पात्रहरू हुनुहुन्छ। त्योभन्दा महत्त्वपूर्ण त विद्यालयलाई जग्गा दान दिनुहुने राजवंशी परिवारका व्यक्तित्वहरू हुनुहुन्छ, जसको अभावमा विद्यालयको कल्पनासम्म असम्भव थियो। पछिल्लो समयमा जेन्जी आन्दोलनको क्रममा विद्यालयको पूर्व दक्षिण क्षेत्रको 2.5 तले बिल्डिङ, त्यो परको बिल्डिङ यहाँले देखिराख्नु भएको छ, यसमा आगामी तोडफोड, लुटपाट जस्तो दुर्भाग्यपूर्ण घटना हुन गयो। त्यो घटनाले विद्यालयको भौतिक र शैक्षिक क्षेत्रमा ठुलो क्षति पुग्यो। तर आदरणीय समाजसेवी भूतपूर्व शिक्षक श्री खिलप्रसाद शिवपति, विवेशा सदस्य रामप्रसाद अधिकारीज्यू, विवेशका अध्यक्षज्यू लगायतका व्यक्तित्वहरूको अग्रसरतामा पीडामा मलमपट्टि लगाउन पछि नपर्ने लिटिल फ्लावर विद्यालय, सहारा नेपाल, कञ्चनजङ्घा एकाडेमी, न्युटन्स एकाडेमी, महेन्द्र मावि, लिङ्कन मन्टेसरी, आदर्श म्यानेजमेन्ट स्कुल, निधि कलेज, गोमेन्द्र विद्या मोडेल एकाडेमी, वाल्मिकी, इडन गार्डन विद्यालयहरू, माया होल्ड प्राइभेट लिमिटेड काठमाडौँ, इस्ट वेस्ट सिड कम्पनी, कमानाथ तथा दमनका खतिवडाज्यू, भूतपूर्व विद्यार्थी सक्रिय समूह, भूतपूर्व विद्यार्थी मञ्च लगायत सम्पूर्ण विद्यार्थी मित्रहरू, आदरणीय अग्रज तथा समाजसेवी महानुभावहरूको सक्रिय सहभागिताले क्षतिपूर्ण भवन कहिलेभन्दा आकर्षक बनेकोले हामी विद्यालय परिवार खुसीले गदगद भएका छौँ। यसै गरी भूतपूर्व प्रह तथा शिक्षक मित्रहरूले फलामको मेच बनाई विद्यालयलाई हस्तान्तरण गर्नुभएको छ। यहाँ हामीले यहाँ स्टेजमा यहाँले देखिराख्नु भएको छ, यता अग्रस्थानमा पनि राखिएका छन्। यी सम्पूर्ण फलामका मेचहरू विद्यालयका भूतपूर्व प्रहज्यू, भूतपूर्व शिक्षक साथीहरू, समाजसेवी व्यक्तित्वहरूको लगानीमा निर्माण भएर विद्यालयलाई हस्तान्तरण गर्नुभएको छ। सबैलाई विद्यालयको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु। कसैले रङ, कसैले नगद, कसैले दिनसित तथा कसैले श्रम दिएर विद्यालयलाई चिरी क्याप्ट बनाउनु भएको छ। सबैप्रति म हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। प्रमुख एउटा एजेन्डा भनौँ, आजको कार्यक्रममा हाम्रो यो विद्यालयमा पहिलोपल्ट यसरी प्रमुख प्रवेशद्वार निर्माण भएर हामी प्रवेशद्वार मार्फत हामी विद्यालयमा प्रवेश गर्ने गरेका छौँ। यो प्रवेशद्वार निर्माण गरिदिनु हुने हाम्रा अग्रज, हाम्रो विद्यालयका सहकर्मी शिक्षक पनि हुनुहुन्छ र उहाँकी ममतामयी माता र श्रीमती र आफू 3 जनाको संयुक्त लगानीमा यो मुख्य प्रवेशद्वार निर्माण गरिदिनु भएको छ र यो प्रवेशद्वार चाहिँ आज प्रवेशद्वारको उद्घाटन गर्ने कार्यक्रम र यो प्रवेशद्वार विद्यालयलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको हुँदा म प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत निर्माणकर्ता भण्डारी परिवार हल्दीबारीलाई त्यो गेटमा सरिक भइदिनु हुन, गेटमा गइदिनु हुनका लागि र यसको लागि सहजीकरण गरिदिनु हुनका लागि म लता म्याम र अन्य साथीहरूलाई, सहप्रहरीलाई समेत अनुरोध गर्दै विद्यालयका आजका कार्यक्रमका अध्यक्षज्यू, विदेश अध्यक्षज्यू लगायत समितिका सम्पूर्ण पदाधिकारीहरूलाई त्यो गेट उद्घाटन कार्यक्रममा सरिक भइदिनु हुनका लागि गेटतर्फ गइदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु।
एउटा शिक्षकले आफूले कमाएको 2 रुपियाँ पैसाबाट बचत गरेर यो विद्यालयको 70 वर्ष पछाडि एउटा गेट निर्माण गरिदिनु भएको छ। त्यो कति एउटा सौभाग्यको कुरा, कति ठुलो मन लिएर उमा सर यो विद्यालयमा हुनुहुन्छ। अर्को कुरा, उमा सरको विषयमा कुरा गर्दा अरू शिक्षक पनि हुनुहुन्छ होला, तर मैले प्राप्त गरेको डाटा अनुसार उहाँले पढाउँदै गरेको विषयमा अहिलेसम्म 100% विद्यार्थी पास भएका उहाँले पढाउँदै गरेको उहाँको विषय पनि रहेको छ। त्यसैले गर्दा उहाँ आफैमा सक्षम व्यक्तित्व पनि हुनुहुन्छ। उहाँको विषयमा चर्चा अरू धेरै सरहरूको विषयमा जानकारी लिने गरेको छु। समय आएपछि अरूको विषयमा पनि कुरा गरौँला। धेरैजना शिक्षकज्यूहरू हुनुहुन्छ, कति सरहरू हामीलाई पढाउनु भएको छ, कति सरहरूले हामीलाई नपढाए तापनि एउटा मार्गदर्शन दिनुभएको छ। पछाडि राम सर बसिरहनु भएको छ, हामीलाई पढाउनु भएको छ। यो विद्यालयको पुनर्निर्माणको कार्यक्रममा उहाँसँग सहयात्रा गरेको थिएँ। आज यहाँ आएर हामीले आफ्ना कुरा राख्यौँ र सहयोगी साथीहरूलाई धन्यवाद पनि ज्ञापन गर्नु र उहाँले एउटा सम्मान पनि व्यक्त गर्नुभएको छ। मलाई खुसी लागेको छ, विद्यालय 70 वर्ष भएको छ र यो लामो समयमा धेरै नानी बाबुहरूले शिक्षाको ज्योति विकास गर्ने, विस्तार गर्ने अवसर पाउनु भएको छ। यसका लागि विद्यालय स्थापना गरेर यो रूपमा ल्याउन सहयोग पुर्याउनु हुने सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद, हार्दिक आभार व्यक्त गर्न चाहन्छु। शैक्षिक संस्थामा वर्ष बढेर निराशा हुने अवस्था हुँदैन। जति वर्ष बढ्छ त्यति नै जवान र युवा बन्नुपर्छ, त्यति नै सिकाइका कला र कौशलहरूमा परिवर्तन गर्न सक्नुपर्छ, अनि त्यति नै नानी बाबुहरूको सिकाइमा सुधार हुन सक्नुपर्छ, विद्यालयको वातावरणमा सुधार हुन सक्नुपर्छ, विद्यार्थी उपस्थिति र भर्नामा सुधार हुन सक्नुपर्छ। के पाएँ भने जब विद्यालयमा कुनै सङ्कट आइपर्छ त्यसको लागि अन्य छिमेकी विद्यालयहरू पनि यसमा साथ सहयोग दिन तयार रहन्छन् भन्ने कुरा आज प्रमाणित भएको छ। र हाम्रो छिमेकमा रहेका सरकारी विद्यालय मात्र होइन, निजी विद्यालयहरूले पनि गरेको सहयोगप्रति म हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। किनभने हामीले यो सहकार्यका हातहरू बढायौँ भने अवश्य पनि यो दुर्गामावि हिजो सुरुमा म बिटामा 16 भएर हाम्रो यहाँ छिरेको थिएँ, यति फुल लागेको थियो। आज यसो हेर्छु पुरा रङ्गी भएछ। यो हेपी स्कुल फुटेक गएर तपाईँले यसलाई रङ्गाउनु भएछ, सजाउनु भएछ र 70औँ वर्षमा यसको उद्घाटन गर्नुभयो। त्यसको लागि सबै पात्रहरूलाई साधुवाद छ, धन्यवाद ज्ञापन गर्न चाहन्छु। र अर्को कुरा, दुर्गामाविको इतिहासलाई हेर्दाखेरि यो नेपालको राजनीतिक आन्दोलनसँग जोडिएको छ। यो यहाँ भएका आदरणीय गुरु नेत्र घिमिरे र यही स्कुलमा अध्ययन गर्नुभएका आदरणीय कृष्ण कोइकलहरू 2029 सालको सुकानीमा शहीद भएर देशको राजनीतिक परिवर्तनको निम्ति एउटा कोशी ढुङ्गा आन्दोलनको लागि रूपमा परिणत भएको छ। त्यसकारणले यस विद्यालय यो बिताउनको लागि अति महत्त्वपूर्ण छ। यसमा राजनीतिक सँगसँगै हाम्रो जीवन परिवर्तनका कुराहरू पनि यहाँबाट सुरुवात भएको छ। घुमेर यो बालपनको मेरा
कक्षा 7 देखि 8, 9, 10 जारी गराउँदछु। नेपाली विद्यार्थी कोष अन्तर्गत यस दुर्गा मन्दिरका पुजारी समय पनि उभौली भन्ने चलन रहिआएको पाइन्छ। यो नाच नाच्न अगाडि आफ्नो जातिको धामी बिजुवाले घर देवता तीन ढुङ्गा चुलालाई पूजा गरी तथा कुनै देवी देवताको थानलाई पूजा गरेपछि मात्र यो नाचको सुरुवात गर्ने गरिन्छ। अरू नृत्यकारहरू ढोल झ्याम्टा बोकी सामूहिक रूपमा विभिन्न सिद्धिहरू गर्दै यो नाच नाच्ने गरिन्छ। प्रस्तुत छ रमाइलो चण्डी साकेला नृत्य।
मिठा क्षणहरू सबै तिमीलाई मेरो खुसी मेरो सुख सबै सबै तिमीलाई यति चोखो गणित र विज्ञान प्रदर्शनी कार्यक्रम हामीले गरेका थियौँ। निकै आकर्षक कार्यक्रम भएको थियो। गणित प्रदर्शनीतर्फ आधारभूत तहमा तृतीय हुने समीर माछीको समूह रु 300। सकेसम्म हुने छैन जिन्दगीमा भूल।
सबलाई राम राम। यो गाउँको छिटोमा, यो गाउँको छिटोमा कान्छ मेरो नाम। आउँदै जाँदै गर्नु है सबलाई राम राम। आउँदै जाँदै गर्नु है सबलाई राम राम। छाउनु परालमा खरा छैन नि झिङ्गाटी। भर्खेले छाउनु परालमा खरा छैन नि झिङ्गाटी। हौ भाग्यमै भए सामान्छ सकिन सम्पत्ति। हौ भाग्यमै भए सामान्छ सकिन सम्पत्ति। गाई भने सानो दुध दिन्छ मानो, खानु कि नखानु मागेर ल्याउनु नसक्नेसँग जानु कि नजानु। धान सुक्यो रातले पकाउँछ कागले, जानु कि नजानु। धान सुक्यो रातले पकाउँछ कागले, जानु कि नजानु। बाटो खेतबाली लगाउँछु भन्छ हालोले जोतेर। बाटो खेतबाली लगाउँछु भन्छ हालोले जोतेर। भातै दिन आँखाको छालमा लौडाँडा काटेर। हौ भातै लान्छु भन्छ कागले, जानु कि नजानु। धान सुक्यो रातले पकाउँछ कागले, जानु कि नजानु। धान सुक्यो रातले पकाउँछ कागले, जानु कि नजानु। And I am going to read recognition letter of him. Letter of recognition, Happy School Project 2082, Durga Secondary School, Bitamu Nai, Karamani, Dhaka. On the auspicious occasion of the 17th annual day of Durga Secondary School, we take immense pride in recognizing Mr. Dharmendra Bhattarai, the project lead of the Happy School Project 2082. His visionary leadership, unwavering dedication, and innovative approach have significantly transformed the school into a joyful, inclusive, and student-centered learning environment. Through his continuous efforts, the project has not only enhanced physical infrastructure but also fostered emotional well-being, creativity, and collaboration among students and teachers. His commitment has inspired the entire school community and set a benchmark for holistic educational development. We extend our heartfelt appreciation and gratitude for his remarkable contribution. We wish him continued success in all his future endeavors. Durga Secondary School family. व्यापार लक्ष्मण शिवापति, प्रमुख अतिथि सागर मिश्र, प्रमुख प्रशासक पालिका जुत्ता मण्डल नगरपालिका, विदेश अध्यक्ष कृष्ण प्रसाद पाण्डे। यो लेटर अफ रिकग्निसन हस्तान्तरण गरिदिनुको लागि आदरणीय विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यू लगायत मुसो हाँसेकी बसेर
रुकुमै कोठा रुकुमै कोठा रुकुमै कोठा रुकुमै कोठा आँखा नि राम्रै हो पर्ने ओठा ए आँखा नि राम्रै हो पर्ने ओठा तिम्रो पानी काछडा सेतै छ मान्छ कता आँखा त यतै छ तिम्रो पानी काछडा सेतै छ मान्छ कता आँखा त यतै छ रुकुमै कोठा रुकुमै कोठा रुकुमै कोठा जादु टुना चलायो कि मोहरी पो लगायो कि सताउँछ तिम्रै छलकोले एकोरो बनायो नि फनफनी घुमायो नि तिम्रै माया करणकोले जादु टुना चलायो कि मोहरी पो लगायो कि सताउँछ तिम्रै छलकोले एकोरो बनायो नि फनफनी घुमायो नि तिम्रै माया करणकोले
15 साल किस लड़के ने तेरे लिए पेटियां खोला आगे तेरे पीछे तेरे लड़के 15 साल किस लड़के के साथ तू एक कोका कोला आजको कार्यक्रम सञ्चालनको क्रममा हामी गयो लता म्याम र म धर्मेन्द्र सर कसरी भयो अब अलिकति होचपाच पनि भयो होला नराम्रो भएमा यहीँ छोड्यौँ राम्रो भएमा राम्रो भयो भन्दै घरतिर जाउँ र एकैछिन हाम्रो सभाध्यक्षले सभा विसर्जन गरेपछि सामूहिक नृत्य हुनेछ यहाँ अगाडि र त्यसको लागि तयार भएर बस्न सबैलाई अनुरोध गर्दै म पनि बिदा लिन चाहन्छु। हस् धन्यवाद नमस्कार। यस विद्यालयका प्राध्यापकज्यू शिक्षक साथीहरू अगाडि सम्बोधन धेरै कसलाई गर्ने सबै हिँडिसक्नु भइसकेको छ। आज हाम्रो 70औं दुर्गा माध्यमिक विद्यालयको 70औं वार्षिक साधारण सभा हामीले सभ्य र भव्यताका साथ सम्पन्न गरिसकेका छौँ। उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान, शिक्षकहरूलाई सम्मान, अक्षय कोष दाताले दिएको विद्यार्थीहरूलाई त्यो पुरस्कृत सबै हामीले गरिसकेका छौँ र विद्यालयमा सदाभरिभन्दा यसपालिको वार्षिक उत्सव अति सुन्दर र राम्रो भएको महसुस गरेको छु मैले। आउँदा दिनहरूमा पनि यसरी नै राम्ररी मनाउन पाइयोस्। भाइ बहिनीहरूलाई परीक्षा नजिकै गर्दा घरमा राम्रो अध्ययन गरेर आफ्नो पढाइलाई अगाडि बढाउने अनुशासित बन्ने भनेर म यहाँबाट यहाँलाई अनुरोध गर्दछु भाइ बहिनीहरूलाई र आफ्नो परीक्षामा नियन्त्रण गराएर राम्ररी परीक्षा दिनुहोला। सबैले कम्पिटिसनमा पाउँदा म के कम भन्ने हिसाब किताबले पढेर आउनुहोला, लेखिदिनु होला। सरहरूले पनि हामीले पढाएका विद्यार्थीले राम्रो नम्बर ल्याए कम्पिटिसनमा आयो भन्दा सरहरूलाई पनि एउटा हौसला हुन्छ, गौरव हुन्छ, हामीलाई पनि खुसी लाग्छ र विद्यालयमा विभिन्न घटनाहरू दुर्घटनाहरू हुँदै गए। जेन्जी आन्दोलनको नाममा विद्यालयमा आगो लगाइयो। यसलाई आगो लगाइराख्दाखेरि त्यहाँ जेन्जी भाइ बहिनीहरू थिएनन्। हाम्रै यही स्कुलमा पूर्व अभिभावकहरू, हाम्रै भाइ बहिनीका बुवा आमाहरू थिए। अब विद्यालयमा आएर एउटा मन्दिर हो, यहाँ आएर विध्वंस गरियो। धेरैतिरबाट हामीलाई ती मान्छेलाई किटनी जाहेर दिनुपर्छ आदि इत्यादि भन्दा पनि हामीले यहीका अभिभावक हुन्, यहीका भाइ बहिनीका बाबुआमा हुन्, हामीले यसो गर्न हुँदैन। भोलि सबैलाई समेटेर लानुपर्छ भन्ने भावनाका साथ हामीले विद्यालयको तर्फबाट केही पनि हामीले कार्यक्रम अगाडि बढाएन। कसैलाई दोषारोपण गर्ने यो थियो ऊ थियो भन्ने कुरो पनि हामीले गरेनौँ। त्यसो भएको हुनाले अब आउँदा दिनहरूमा सबै अभिभावकहरूले राम्ररी उपस्थित भइदिनुहुन्छ, विद्यार्थीहरू पनि भइदिनुहुन्छ। यसै गरी पढाइलाई निरन्तर अगाडि बढाउँदै लैजानेछन् शिक्षक साथीहरूले। योभन्दा राम्ररी क्लास सञ्चालन हुनेछ र यी भत्केका डरेकालाई हाम्रा पूर्व विद्यार्थी, पूर्व शिक्षक खेलप्रसाद स्याकोटी मेरो मर्दा नाताले भतिजो पनि भन्नुपर्छ, उसले आएर यो यसो गर्नुपर्छ भनेर लाग्दाखेरि एक होसमा हैसियत भएर सबैजना जुटेर आएर हामीले विद्यालयलाई तिरिमिरी बनाएका छौँ। फेरि थप विद्यालय उतापट्टि थपिँदैछ 4 कोठा अनि अरू यतातिर 2 कोठा 6 कोठा। त्यो सबै संरचना तयार हुने नै छ भन्दै पुनः भाइ बहिनीहरूलाई राम्ररी पढेर परीक्षा दिन र शिक्षक साथीहरूले पढाएको के कस्तो छ विद्यार्थीहरूलाई नटुला राम्रो निक्लियोस् भन्ने अपेक्षा राख्दै मेरा 2 शब्द यही अन्त्य गर्दछु र आजको यो कार्यक्रम पनि यही समापन भएको जानकारी गराउँछु। धन्यवाद।